सारा पृथ्वी मेरो हो। पाप र दुष्टताले भरिएका पापका प्रशंसकहरू मेरा मानिसहरू हुन्, यस संसारमा छन्। हे बिहानको तारा बर्बादको पुत्र, त कसरी स्वर्गबाट थरिस? उहिले जाति जातिलाई होचौरिन्, त तल भुइँमा कसरी खसेको छस्? तेरा सबै रबाब त तेरा पीडाको गुन्जनसँगै ज्यानमा झरेका छन्। औँसा तेरा ओछ्यान भएका छन् त किरा तेरा ओढ्ने भएका छन्। सम्पूर्ण दर्शकबिन नमस्कार। नेपाली इसाई जगतमा फेरि एक नयाँ फिल्मले तरङ्ग पैदा गरेको छ। डाइरेक्टर र प्रोड्युसरको रूपमा भूमिकाका साथै नायकको रूपमा अपेक्षा 1 अपेक्षा 2 छुटकारा नयाँ सृष्टिको समेत अभिनय गरिसक्नु भएको छ। नेपाली क्रिस्चियन मुभी क्रसको नायकको रूपमा रोशन सिरवाक र नायिकाको रूपमा रेबिका ढकालले अभिनय गर्नुभएको छ। पहिलो दृश्य चाहिँ गाउँबाट पढ्नको लागि सहर आएको दृश्य अपेक्षाको देखाइएको छ। साथै सुसमाचार प्रचारकको रूपमा प्रशान्तलाई देखाइएको छ। साथै सुसमाचारको एक अगुवाको रूपमा प्रशान्त यो मुभीमा देखा पर्नु भएको छ। साथै दृश्यमा गजेन्द्र र उसको साथीले हरेक दिन सहरमा रहेका मानिसहरूको पकेट मार गरेर जीवको आर्जन गरेको कुराहरू देखाइएको छ। नि त्यो किडनी चाहिँ नबिगार, त्यही किडनी बेचेर भयो नि मेरो पैसा असुल छ, बुझिस्? साथै खलनायकको रूपमा फुर्के डन र उसका साथीहरूलाई देखाएको छ र गजेन्द्र र उसको साथीहरूले किडन्याप गरेर अपेक्षालाई उनीहरू कहाँ लिएर आउँछन् र यही क्रममा प्रशान्त नायकको रूपमा त्यहाँ देखा परेका छन्। साथै अपेक्षालाई उनीहरूको हातबाट उनीहरूले छुटकारा दिएका छन्। दृश्यमा अपेक्षालाई केही नगर्न र छोडिदिनको लागि उनले अपिल गरेका छन्। उनले भनेका छन् झगडा मानिसहरूबाट आउँदैन, शैतान र उसबाट आउँछ। त्यसैले झगडा गर्नु राम्रो होइन। झगडाले हाम्रो जीवनमा सर्वनाश ल्याउँछ। हामी झगडा गऱ्यौँ भने हाम्रो आफ्नै विनाश हुन्छ, साथै हामी आफै नाश हुन्छौँ भनेर देखाइएको छ। र शान्तिपूर्वक उनले फुर्केर उसका साथीहरूलाई सम्झाएको छ। ऊ नलरेर पनि जितेको कुरा देख्दा फुर्के आफै दङ परेको छ। ऊ आफै मनमा भन्दैछ यो को हो भनेर उसले सोचिराखेको छ र उसले सोच्छ तपाईँ को हो? तब प्रशान्तको उत्तर यस्तो रहेको छ, म हुँ ईसाई, परमेश्वरको शक्ति र सामर्थ्यमा बलवान हुने, शैतानका सारा योजनाहरूको विरुद्धमा खडा हुने, परमेश्वरको सारा हात हतियार धारण गर्ने, दुष्टले ल्याउने खराब दिनको सामना गर्ने, कम्मरमा सत्यताको पटिकी बाँधी धार्मिकताको छाती पाता लगाउने, खुट्टामा मिलापको सुसमाचारको जुत्ता लगाउने, विश्वासको ढाल उठाउने, दुष्टका सबै अग्निबाणहरू निभाउने, मुक्तिको टोप लगाई पवित्र आत्माको तरबार चलाउने। कुनै पनि लडाई झगडा आफै नआउने तर दुष्ट आत्माले ल्याउने कुराहरू प्रशान्तले बताउँछन् र यो कुरा सुनेर पश्चाताप गर्न आह्वान गर्छन्। दृश्यमा मण्डलीको एक अगुवा रुथले उनलाई यहाँ ल्याएको दृश्य देखाइन्छ। जब मण्डलीमा उनी आउँछन् तब पाइला टेक्दा दुष्ट शक्तिले उनको जीवनमा आक्रमण गर्छ र उनको जीवनलाई लाचार गर्छ र मण्डली परिवारले उनीहरूको लागि प्रार्थना गर्छन्। विशेष त यो मुभीमा अपेक्षालाई दुष्ट आत्मा लागेको कुराहरू देखाइएको छ र दुष्ट आत्मा किन लाग्यो भन्ने विषयमा रहेर पनि यो फिल्म देखाइएको छ। दृश्यमा रुथको साथी सबिनाले पुरुषसँग नैतिक कुराहरू गरेको देख्दा रुथले यस्तो काम गर्नु हुँदैन, यो पाप हो भनेर बताउँछन् र पापले जहिले मृत्युमा ल्याउँछ भनेर उनलाई सिकाउँछन्। यसो भन्दा सबिनाले उनलाई चर्च होइन धर्म प्रचार गर्नलाई तिमीलाई थाहा छैन देशको संविधानमा के कुरा लेखेको छ? कानुनले तिमीलाई कति वर्ष जेल हाल्न सक्छ? यो हाम्रो कलेजको इज्जतको सवाल भएर मात्र, नत्र अहिले पुलिस बोलाएर तिमीलाई यहाँबाट हत्कडी लगाएर पठाइदिने थिए। यो सब हुनुभन्दा पहिले तिमी यो कलेज छोडेर गइहाल। रुथले आफ्नो साथी सबिनालाई धर्म प्रचार गरेको नाममा कलेजले रुथलाई कलेजबाट निकालिदिन्छ। एक दिन सबिनाको बुवा मम्मी उसलाई भेट्न आउँछ। त्यो देखेर सबिनले थाहा पाउँछ कि ऊ मेरो आफ्नै बहिनी रहेको कुरा थाहा पाउँछ। सानै उमेरमा आफ्नो घर छोडेर गएको र पढाइमा कसैको घरमा धर्म छोरा भएर बसेको कुराहरू बताउँछ। आफूले यो ठाउँमा आएको बिताएको कुराहरू बताउँछ। यो कुरा सुनेपछि सबिनाले ठुलो पछुतो गर्छ र रुन्छ। आफ्नो साथी रुथले बताएको कुराहरू सम्झन्छ र आफूले ठुलो पाप गरेको कुराहरू सोध्छ र अब जिउ नजिउने र मर्ने भनेर त्यहाँबाट निस्किन्छ र दाइ पनि आफू जिउन नसक्ने भनेर त्यहाँबाट निस्किन्छ र दाइ सबिन छतबाट हाम फालेर आफ्नो आत्महत्या गर्छ। यसरी
बहिनी सबिनाले पनि साथी रुथले बताएको कुरा साँचो मान्छे। आफू संसारमा जिउनको लायक नभएको र अब संसारमा जिउन नचाहने भनेर झुन्डेर सुसाइड गरेर मर्छ। पापले जहिले पनि मृत्युमा पुर्याउँछ। अपेक्षा गाउँबाट पढ्नको लागि सहरमा आउँछिन् र त्यही कलेजमा आउँछिन् जहाँ सबिनाको मृत्यु भएको थियो र प्रिन्सिपलले कलेजमा कुनै पनि होस्टेल कोठा खाली नभएको बताउँछ। तर सबिन अपेक्षाले भन्छन् कुनै पनि कोठामा म बस्न सक्छु, मलाई स्टोर रुम पनि दिनुहोस् भनेर बताउँछिन्। यो सुनेपछि उनले भन्छन् एउटा रुम छ, त्यो चाहिँ केही समय अघि लेडिज झुन्डेर आत्महत्या गरेकी थिइन्। अपेक्षाले सजिलै स्वीकार्छन्। उनले भन्छन् म साइन्सको विद्यार्थी हो, यससँग मेरो कुनै मतलब छैन, मेरो बुवा मम्मी नास्तिक हुनुहुन्छ, हामी यस कुरामा विश्वास गर्दैनौँ। यो भनिसकेपछि प्रिन्सिपलले कोठा खोलिदिने र त्यसमा बस्ने अनुमति दिनुहुन्छ। त्यही दिन अपेक्षा त्यो कोठामा बसिन् र त्यही दिन उनी दुष्टात्माबाट ग्रसित हुन्छन्। अपेक्षाको छुटकाराको लागि अपेक्षालाई मण्डली ल्याइन्छ र मण्डलीले 40 दिनको उपवास बस्छ र प्रशान्तले पनि 40 दिनको उपवास बसेर अपेक्षाको लागि प्रार्थना गर्छ। तब आत्मिक युद्ध सुरु हुन्छ। ए भ्याङको तारा बर्बादको पुत्र, त कसरी स्वर्गबाट झरिस? उहिले जाति जातिलाई होचौरिन्, त तल भुइँमा कसरी खसेको छस्? तेरा सबै रबाब त तेरा बीणाको गुन्जनसँगै ज्यानमा झरेका छन्। औंस तेरा ओछेन भएका छन् त किरा तेरा ओढ्ने भएका छन्। तैँले आफ्नो हृदयमा भनिस् म स्वर्गमा उक्लिने छु, परमेश्वरको ताराहरूभन्दा माथ। आदरणीय दर्शकबिन, नेपाली क्रिस्चियन मुभी क्रस अति नै राम्रो र आत्मिकी रहेको छ। हाम्रो जीवनमा पापमा कसरी प्रवेश गर्छ, पापले हाम्रो जीवन कसरी नाश गर्छ, साथै हरेक मानिसको जीवनमा कसरी शत्रु बस्छ र आत्मिक युद्ध गर्न कस्तो हतियार अपनाउनु पर्छ, शत्रुको हतियारदेखि कसरी होसियार रहनुपर्छ भन्ने विविध विषय, आत्मिक विषयसँग सम्बन्धित यो भिडियो हेर्नको लागि नछुट्नुहोला। आज नै इसाई चलचित्र क्रसलाई हेर्न नछुट्नुहोला। नेपाली इसाई चलचित्रलाई माया गराउने सम्पूर्ण दर्शकबिनलाई धेरै धेरै धन्यवाद, साथै भिडियो हेर्ने सम्पूर्णलाई धेरै धन्यवाद दिन्छु। च्यानललाई सब्सक्राइब गर्नुहोला। यस्तै भिडियो हेर्नको लागि लाइक, कमेन्ट, सेयर गर्दै गर्नुहोला। धन्यवाद। नमस्कार।